कृषि तथा फलफुल उद्योगको अनि अगुवा कृषक म राममती कार्की। तरकारी खेतीदेखि लिएर सम्पूर्ण फलफुलदेखि लिएर सम्पूर्ण जडीबुटी अनि अर्ग्यानिक जडीबुटी सम्पूर्ण अब यो जीवनबुटी भएन अनि त्यो अर्को एउटा नर्को भन्ने 5 वर्ष भएन अनि अरू भएको अनि यो कति 18-19 प्रकारको जडीबुटीहरू अनि 1 नम्बरमा यो 5 औलिया अनि लोठ्या चुक बोक्या चुक अनि चाइनाको रुखछ्या अनि निर्बिच्छी 38 अनि लोट सल्लो क्यान्सरको औषधि चिया बनाउने पिनासको औषधि अनि यो काठपातदेखि लिएर यिनी सम्पूर्ण अनि मौरीको मह अनि यो पनि हाम्रो खेतमै उत्पादन गरेको चुकको खरवसा अनि बोक्या चुकको पनि जल ल्याएको छौँ डाले चुकको लोठे चुकको पनि ल्याएको छौँ अनि यिनी सम्पूर्ण यिनी हो अब बोक्नु सकिएन अब अर्ग्यानिक तिते पिठो मकै पिठो कोदो पिठो चिनाको चामल दाँते ओखर स्याउ त्यही नै हो। दाँते फलफुल नर्सरी उद्योग जगदुला गाउँपालिका वडा नम्बर 5 मा जाउँ अनि मेरो नाम चाहिँ सिद्धिमान बोखरा हो र मैले मेरो नर्सरीमा 2069-70 सालदेखि स्थापना गरेर अहिलेसम्म निरन्तर चाहिँ सञ्चालितमा ल्याइराखेको छु र मेरो नर्सरीमा उत्पादन भएका बिरुवाहरू अब चाहिँ नासपति त्यसपछि गएर स्याउका जातहरूमा रिचा रेड डेलिसियस अनि के भन्छ यो अनि रेड गोल्डन रिचा रेड खोटपानी अनि गोल्डन डेलिसियस र जापानी फुजी र त्यसपछि साथै चाहिँ नि ग्राफ्टिङ दाँते ओखर यो हार्डली जातको हो। अब चाहिँ यी जातहरू र त्यसपछि अन्य स्थानीय स्तरमा हुने आरू पोखरा पनि उत्पादित हुन्छ र अहिले मैले भर्खरै रुटेस निकालेको छु। अब बाँकी अरू केही चाहिने जातका बिरुवाहरू उत्पादन गर्ने चाहिँ मेरो ठुलो लक्ष्य रहेको छ। अब स्याउ ओखर म लिएर परिला 10 मेरो नन्दलक्ष्मी छेत्री मेरो के अरे नर्सरी के अरे नमुना फलफुल मेरो लोचा घर वडा कति घरमा धान भयो लोचा 2 होला 2 मैले ओखर चिनाको मुरली पोला स्याउको दाना ल्याछु अर्ग्यानिक अर्कै ल्याछु सर म काइके 6 भन्ठारा अनि मेरो फर्मको नाम सीता बहुउद्देश्य कृषि तथा पशुपालन उत्पादन जडीबुटी उत्पादन फर्म। त्यसमा चाहिँ अहिले यो स्याउजनबाट कार्यक्रम चाहिँ राख्नु भएको हामीले अब त्यस्तै सिमी बकेटमा जोइन भएको छ। त्यही भएर सिमी जातको अब माले सिमी कालो सिमी यो माले सिमी पिसेको यो कालो सिमी पिसेको भन्नाले अरू पनि सिमी जात थरी हुन्छन् तर ल्याउनु भएको अहिले यतिको लागि हो यति हो भण्डाराको। म ज्ञानबहादुर बोखरा मेरो घर त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 4 रङ्गामा पर्छ र म एउटा सफल व्यवसायको रूपमा चिनिन यो चाहिँ मेरो व्यवसाय मेरो फर्मको नाम छ पवन जडीबुटी तथा बिउ उत्पादन उद्योग। अब म यो करिब यो व्यवसायमा लागेको 4-5 वर्ष हुन थाल्यो। मेरो विस्तार अगाडि बढिरहेछ र विशेष गरी मैले 5वटा आइटमहरू यहाँ कृषि उत्पादन प्रदर्शनीमा स्याउ जोन कार्यक्रमले आयोजना गरे हुनाले म उपस्थित भएको छु र यसमा विशेष गरी 6वटा आइटमहरू मौरी विशेष गरी मौरी पालन मेरीफेरा मौरी पालन त्यसपछि यो टिमुर खेती अनि स्याउ खेती र स्याउको बिरुवा ओखरको बिरुवा उत्पादन र अर्को छ यो केसरी खेती। यतिमा मेरो विस्तार भएको छ। अहिले हाम्रो मौरी घारबाट मौरीको हुल क्रिया त्याग गरेर अथवा छुट्टिएर जाँदाखेरि हामीले त्यो रानीलाई पक्रेर यहाँ राख्यौँ भने मौरी आफै झुम्बिन्छ र अर्को घरमा
सार्नको लागि विभाजन गर्न सजिलो हुन्छ। सल्लाहको हो यो लाउने हजुर यसमा लगाउँछ। बुढा त्रिपुरा सुन्दरी नगरपालिका वार्ड नम्बर 4 रङ्ग। मेरो उद्योगको नाम प्रिन्स कृषि पशुपालन तथा फलफुल खेती र फलफुल प्रशोधन उद्योग रङ्ग हो। अनि अहिलेसम्म मैले कति 67 सालबाट सुरु गरेको यो कार्यक्रममा। जस्तै जाम भयो, जेली भयो, अनि स्याउको चाना त मैले 45 सालबाटै सुरु गरेँ हौँ। कटिरहेको छ हामीसँग स्याउको चाना। अनि अहिले जुसहरू यिनीहरू पैसा पेबाट गरेँ हौँ। राम्रै छ, चलिरहेको छ। अर्ग्यानिक चिज हो क्या विकासी होइन कि नर्सरी वाला